पृथ्वीनारायण शाह भन्ने बित्तिकै हामीमध्ये धेरैको दिमागमा चाहिँ दिस इज द इमेज द्याट कम्स इन टु आवर हेड हाम्रो पर्सेप्सन नै यस्तो भइसक्यो कि पृथ्वीनारायण शाह भन्ने बित्तिकै हामी एकैचोटि यही इमेज चाहिँ हाम्रो दिमागमा आउँछ एन्ड फर लट अफ अस दिस इज पृथ्वीनारायण शाह तर not very long ago, very recently, I came up on this article online where they mentioned that Prithviraj Shah probably never looked anywhere close to this. All right, and that caught my curiosity, so I decided to dig deeper. And आजको भिडियो चाहिँ मैले यसै विषयमा अलिकति इन्फर्मेसनल यो पृथ्वीनारायण शाहको इमेजको बारेमा चर्चा गर्ने कोसिस गर्दैछु एन्ड आई प्रमिस दिस इज गन बी अ सर्ट वान राइट पृथ्वीनारायण शाहको कुरा गर्दाखेरि चाहिँ नि अभियसली ब्याक देन पृथ्वीनारायण शाहको पालामा देयर वर नो क्यामराज अराउन्ड up until 1816. I guess that's when the first cameras were invented. Even after that, for a very long time, publicly चाहिँ क्यामेरा युज हुन धेरै समय लाग्यो राइट तसर्थ द पोइन्ट इज पृथ्वीनारायण शाहको पालामा क्यामेरा थिएन सो obviously we don't have any original photograph of पृथ्वीनारायण शाह राइट तर पनि हामीले अन्य देशहरू उति बेलाका हिस्टोरिकल फिगरहरू अन्य देशहरूका हिस्टोरिकल फिगरहरूको पनि त इमेज रहेको छ नि त राइट स्पेसली युरोपको इतिहास हेर्ने हो भने हामीले उति बेला दे ह्याड ग्रेट आर्टिस्ट राइट सो चित्र कोरिन्थ्यो अथवा मूर्ति बनाइन्थ्यो एन्ड द्याट्स हाउ वी कम टु नो हाउ द हिस्टोरिकल फिगर्स लुक लाइक pretty much एक्ज्याक्टली द सेम बनाउने मूर्तिकार भनौँ चित्रकारहरू उति बेला हुने गर्दथे एन्ड नेपालमा पनि अभियसली चित्रकारहरू थिए तर पनि हामीसँग पृथ्वीनारायण शाहकै उति बेला उनको शासनताका नै बनाएको चित्र भनेर चाहिँ देयर इज नो नोन इमेज अफ पृथ्वीनारायण शाह राइट तर पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहले आफ्नो पालामा चाहिँ एक गढवाली आर्टिस्ट मलाराम नाम गरेका एक गढवाली आर्टिस्ट काठमाडौँ आएको बेलामा आई कमिसन हिम टु ड्र दिस इमेज अफ पृथ्वीनारायण शाह अनि पृथ्वीनारायण शाहको यो चित्र चाहिँ गढवाली आर्टिस्ट मलारामले उति बेला रणबहादुर शाहको पालामा बनाएका हुन् राइट for a very long time, for a very, very long time, up until 1960s, Nepalese society was programmed to know Prithvinarayan Shah as this guy, right? तर something happened in 1960. 1960s ताका पञ्चायती व्यवस्थाताका चाहिँ राजा महेन्द्र who is known to be a nationalist, right? अनि अलिकति राष्ट्रियताको भावना नेपालीहरूलाई जगाउने हिसाबले उनले उति बेला अभियानहरू नै चलाएका थिए एक राजा एक भेष एक भाषा एक देश को नारासहित उनले विभिन्न राष्ट्रियताका अभियानहरू चलाएका थिए राजा महेन्द्रले त्यही अभियान अन्तर्गत चाहिँ राजा महेन्द्रले उति बेलाका एक रिनोन आर्टिस्ट अमर चित्रकार नाम गरेका रिनोन आर्टिस्टलाई चाहिँ कमिसन गरेर पृथ्वीनारायण शाहको यो नयाँ इमेज चाहिँ नि कोर्न लगाएका थिए राइट न इफ यु कम्पेयर दिस टु इमेजेस राइट यो नयाँ अमर चित्रकारको इमेज र उति बेला गढवाली आर्टिस्ट मलारामले बनाएको यो इमेज कम्पेयर गर्नुभयो भने देयर इज अ फास्ट ह्युज डिफरेन्स हामी धेरै डिफ्रेन्सेसहरू चाहिँ हामीले देख्न सक्छौँ उति बेलाका राजाहरूलाई चाहिँ नि नेपालमा मात्र नभएर अब मुगल राज्यहरू भनौँ न छिमेकी राष्ट्रका त्यहाँका राजाहरूलाई पनि अलिकति सफ्टर साइड देखाउन खोजिन्थ्यो कि हरेक चित्रहरू कोरिएका थिए उनीहरूको ती पिक्चरहरूमा चाहिँ इमेजहरूमा चाहिँ राजाहरूलाई सफ्ट दयालु जनताहरूप्रति अलिकति सफ्टर देखाउने हेतुले जस्तो हामीले मलारामको यो इमेजमा देख्न सक्छौँ पृथ्वीनारायण शाहको हातमा एउटा फुल रहेको छ इज नेल डाउन बसिरहेका भुइँमा बसिरहेका पृथ्वीनारायण शाहको हातमा एउटा फुल छ शिर पछाडि हेलो रहेको छ त्यसै गरेर पर्जियन मुगल स्टाइलको गार्डमा उनी रहेका छन् तर नयाँ अमर चित्रकारको यो इमेजमा चाहिँ हेरियो भने चित्रमा हेरियो भने चाहिँ यहाँ चाहिँ राजा महेन्द्रको हुकुममा चाहिँ अमर चित्रकारले हि इभन डिस्कस कन्सल्टेड विथ बाबुराम आचार्य अनि बालकृष्ण सम लगायतका व्यक्तिहरूसँग पनि अमर चित्रकारले यो चित्र कोर्नु अगाडि कन्सल्ट गरेका थिए भनेर भनिन्छ राइट अनि यो चित्रमा चाहिँ पृथ्वीनारायण शाहको इमेज चाहिँ अलिकति परिवर्तन गर्न खोजिएको छ इफ यु से त्रिपुन र तिलक लगाएका छन् हिन्दू राजाको रूपमा देखाउन खोजिएको छ एन्ड राजा महेन्द्र इज नोन टु स्टेट द्याट नेपाल इज द रियल हिन्दुस्तान भनेर भन्थ्यो कि राजा महेन्द्रले किन भन्दा इन्डिया वाज अलरेडी मिक्सड अप विथ लट अफ मुस्लिम्स त्यो बेलामा भन्ने हिसाबले राजा महेन्द्रले असली हिन्दुस्तान नेपाल हो भनेर भन्ने गर्दथे अनि राजालाई एउटा हिन्दू राजाको रूपमा इस्टाब्लिस गराउने कोसिस राजा महेन्द्रले गरिरहेका थिए तसर्थ यो त्रिपुन्द्र तिलक पृथ्वीनारायण शाहको शिरमा हामी निधारमा देख्न सक्छौँ त्यस्तै गरेर एउटा सफ्ट राजा नभएर उनी चाहिँ एउटा
क्षेत्रीय योद्धा थिए भनेर देखाउनको निमित्त हुनसक्छ। कम्मरमा अ, तरबार भिरेका पृथ्वीनारायण शाह हामी यो इमेजमा देख्न सक्छौँ। त्यस्तै गरेर राष्ट्रिय एकताको प्रतीकको रूपमा देखाउनको निमित्त चाहिँ एउटा औँला ठड्याएर बसिरहेको जस्तो यो पिक्चरमा चाहिँ पृथ्वीनारायण शाहलाई डिपिक्ट गरिएको छ। अगाडि उनको गार्ड पनि कस्ट्युम हेर्ने हो भने पनि अलिकति युरोपियन स्टाइल त्यति बेलाको त्यतातिर ढल्काउन खोजिएको छ, पर्सियन मुगलभन्दा पनि बढी। सो this planned depiction of पृथ्वीनारायण शाह चाहिँ आई गेस इट वाज सक्सेसफुल इन अ वे, किन भन्दा अहिलेसम्म पनि हामीमध्ये धेरैजनाको दिमागमा चाहिँ पृथ्वीनारायण शाह भनेको यो इमेजमा देखिरहेका पृथ्वीनारायण शाह हुन्। हामीले मूर्तिहरू देख्छौँ अहिले पनि पृथ्वीनारायण शाहका देशभरि रहेका मूर्तिहरूमा, बुक्सहरूमा जताततै चाहिँ यही इमेजको प्रयोग हुन्छ। पुरानो इमेजको कतै पनि खासै प्रयोग भएको हामीले देख्दैनौँ। राजा महेन्द्रले उति बेला उर्दी नै जारी गरेर चाहिँ हुलाक पोस्टेज स्ट्याम्प्समा अनि न्युज पेपरहरूलाई, पत्र पत्रिकाहरूलाई अनि स्कुलका पाठ्यपुस्तकहरूमा समेत यही पिक्चर चाहिँ पृथ्वीनारायण शाहको प्रयोग गर्न लगाएका थिए। यसरी चाहिँ राजा महेन्द्र पोस्ट फर दिस न्यू इमेज अफ हिन्दू किङ, राइट। अनि एकताको प्रतीकका रूपमा चाहिँ पृथ्वीनारायण शाहलाई यसरी उनको इमेज नै पुरै नेपाली समाजमा परिवर्तन गराउनको निमित्त राजा महेन्द्रले अमर चित्रकारलाई लगाएर यसरी पृथ्वीनारायण शाहको यो चित्र हाम्रो दिमागमा बसाउन सफल भए। एन्ड ही वाज ह्युजली सक्सेसफुल आई गेस, राइट। एनिवे यो भिडियो रहेको थियो पृथ्वीनारायण शाहको इमेजको बारेमा। इन्फर्मेसनल ओन्ली हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक यस्तै कुनै विषयवस्तुमा अर्को भिडियो लिएर म फेरि पनि आउने नै छु। अनि सब्सक्राइब गरिसक्नु भएको छैन भने सब्सक्राइब गर्न अनुरोध गर्दै one more time, thanks for watching. I've been Sushil. See you again.